योलाई सबैलाई नमस्कार। म सुमन शेर्पा र आजको ब्लग चाहिँ यस्तै घरेलु भिलेज ब्लग हुनेछ। मेरो चाहिँ यो कुकुरहरूले चाहिँ साह्रो नै खेदो गर्छ र आजको ब्लगमा चाहिँ तपाईँहरूलाई के रहेछ अलिअलि त्यसको जानकारी अपडेट हजुरहरूलाई दिने हो। र आज चाहिँ पानी आएको 2 दिन मजाले पानी आयो र पानी आएपछि चाहिँ अलिक हरियो परियो, झार जङ्गल भएको छ। र आजको ब्लगमा चाहिँ तपाईहरुलाई घरको भिलेज ब्लगको कस्तो छ आज कन्डिसन हाम्रो ठाउँमा, पानी आउला आउला जस्तो छ। क्लाइमेट एकदमै घाम पनि छैन, क्लाइमेट यस्तो छ। क्लाइमेट चाहिँ यस्तो छ र खासै आजको पानी आएर 2 दिन पानी चाहिँ आयो र खासै आजको क्लाइमेट क्लियर छैन। 2 दिन भयो पानी आएर रहेको, यस्तै छ। घरको छेउछाउ अलिअलि ठाक्राक ठुक्रुक फुलफाल रोपेको छ। यो के हो कुनी अंगुर फुल हो न झंगुर फुल हो। यसले पनि तर दामी फुल्दा रहेछ साथीहरु, तपाईहरुले हेर्न सक्नुहुन्छ। मजाले फुल्दा रहेछ है, यस्तो राम्रो फुल्दा रहेछ फुल। राम्रोसँगले रोप्यो भने चाहिँ धेरै राम्रो हुने रहेछ यो फुल र राम्रोसँगले रोप्नु पर्ने रहेछ। आत्था काँडाले घोच्यो यो फुल मजाले सप्रियो भने चाहिँ यस्तो मजाको हुँदा रहेछ। सप्रिनु चाहिँ पर्ने रहेछ, सप्रियो भने चाहिँ यस्तो मजाको हुँदा रहेछ। र यो जिरे खोर्सानी भनिन्छ, पिरो चाहिँ अति नै पिरो हुन्छ यस्तो जिरे। यो जिरे खोर्सानी र आजको जिरे खोर्सानीको साथसाथमा पिरे खोर्सानी पनि छु। यस्तै छ। आज चाहिँ यस्तै खालको भ्लग बनाऊँ भनेर हेरेको, विचार गरेको र तपाईहरुको समक्ष आज हाम्रो भिलेज, हाम्रो गाउँ घरमा चाहिँ यस्तो खालको दिन भएको छ। यो फुल चाहिँ मजाले फुल्छ, फुल्नु चाहिँ मजाले फुल्दा रहेछ। यस्तो मजाले फुल्दैछ कि सानो तन्द्रङ झुन्डिएको फुलले। अब गाउँघर त अब यस्तो हुन्छ, खासै अब गाउँघर बस्तीको जस्तो छैन हाम्रो, यस्तो त खासै त छैन, यस्तै छ। गाउँघरको फुलहरु अलिअलि, अब खासै फुलसुल रोपिएको छैन। फुलहरु चाहिँ यो फुल त हैन, यो के भन्छ यसलाई, चरियामिलो न के भन्छ, चरियामिलोले पनि मजाले फुल्दा रहेछ। फुल्नु चाहिँ चरियामिलोले पनि फुल्नु चाहिँ दामी नै फुल्दा रहेछ। अब यस्तै छ। फुलहरु चाहिँ छैन खासै। आथा हो काँडाले गन्छ। यो सनाई फुल फेरि हो, सनाई जस्तो फुल्छ। फुल्नु चाहिँ सनाई फुल। अब यो सनाई फुल चाहिँ यति मजाले फुलेको छ, हेर्न सक्नुहुन्छ तपाईहरुले। यस्तो मजाले फुल्दैछ कि अब यसलाई मजाले रोप्यो भने चाहिँ दामी हुने रहेछ साथीहरु। यस्तो मजाले फुलेको छ कि यो सनाई फुल। र सनाई फुल, अब यो गुलाब टमे सो सनाई फुल फुलेको छ साथीहरु, हजुरहरूले हेर्न सक्नुहुन्छ। अब सनाई फुल, आजको क्लाइमेट, आजको मौसम चाहिँ अति नै, अब के भन्नु, अब यो ठाउँ गरम भन्नु न ठन्डा भन्नु, यहाँ सब कुछ हुन्छ जस्तो छ। ठन्डाको चिज चाहिँ हुँदैन, एकदमै ठन्डाको चिज चाहिँ। आहा, यो त किराले पो खान थालेछ त हौ। यो त किराले खान थालेछ। यो चाहिँ भनिन्छ, के भन्छ,
के पो भन्छ यसको नाम बिर्सिगयो। यो चाहिँ घोडाहरू दुख्यो भने चाहिँ मिठा तेल लगाएर चाहिँ मजाले सेक्यो भने चाहिँ आँकको बोट, यसले चाहिँ आँकको बोट भन्छ। यो चाहिँ घोडाहरू सेक्यो भने चाहिँ जाती हुन्छ भन्छ बातको बिमारहरूको चाहिँ आँक। मैले यो सिलिगुडीबाट लिएर रोपेको। अब सोच्नुहोस् मेघालयमा सिलिगुडीबाट लिएर रोप्नु भन्ने चाहिँ कस्तो होला। यो चाहिँ पानको रुख हो, पानको पत्ता हो यो, पानको रुख छ। पानको रुख खान त खाँदिनँ, मन पर्दैन मलाई त। यहाँ चाहिँ क्वाई भन्छ। यसले पनि मजाले फुल्दो रहेछ, फुल्नु चाहिँ यस्तो खालको फुल चाहिँ नि अब के भन्नु, फुल चाहिँ अब के भन्नु र, फुल त अब रोप्यो भने हुन्छ, रोपेन भने हुँदैन। अल्छी गरियो भने हुँदैन, राम्रोसँगले रोप्यो भने चाहिँ हुन्छ। अब अल्छी गरियो भने त कहाँ हुन्छ र। अब नेपालीमा भन्छ यो नमनमे, नमनमेले पनि फुल्छ रहेछ हौ। पहिला सानोमा साह्रो खाइन्थ्यो आलुसित भुटेर नमनमे। यो चाहिँ गोलमरिचको बोट हो, गोलमरिच भनिन्छ, गोलमरिचको बोट। र यो नमनमे मैले नकाटेको नि खानु पर्यो सब्जी भनेर बोट चाहिँ यहाँ भित्तामा उम्रेको छ। अब यो पानको पत्ता, सुपारीको बोट पनि छ। यो सुपारी पनि फलेको छ माथि, माथि सुपारी फलेको छ। यी हेर्नु सक्नुहुन्छ तपाईँहरूले। तर यो सुपारी म चाहिँ खाँदिनँ। यो पान पनि छ, सुपारी पनि छ। अब यस्तै छ। त्यहाँ पनि फुलेको छ। यो चाहिँ अब के भन्छ, के यसलाई भन्छ मनी प्लान्ट। मनी प्लान्टको बोट पनि ठुलो छ, यत्रो ठुलो भएको छ। मनी प्लान्ट भन्छ यस्तो खतरा भएको छ कि यस्तो फुल छ। यो सनाई फुल, सनाई जस्तो हुन्छ नेपालीको सनाई ट्याँ बज्ने सनाई फुल। हाम्रो बडीले के गर्नुहुँदैछ, ब्रोकली लिएर आउनुभएको सब्जी कहाँबाट ल्याउनु भयो, कसरी केजी? 20 अरे। कहाँबाट लिएर आउनु? तर त्यही मिसिनको दोकानमा। 20 रुपियाँको आधा केजी न 1 केजी? आधा केजी 40 रुपियाँ केजी होला नि। यहाँ चाहिँ नेपाली हुनुहुन्छ बढी। पानीको चाहिँ दुःख छ है हजुर हो हाम्रो एरियातिर चाहिँ। आकाशको पानी भर्दा यस्तो पानी छ। पानीको यस्तो मैला पानी छ। पानी चाहिँ हिजो पनि पर्यो, अस्तिको दिन पनि पर्यो। र अब यहाँ हाम्रो एरिया, हाम्रो गाउँठाउँ चाहिँ यस्तै छ। गाउँठाउँमा अब गाउँ भन्नु कि बजार भन्नु कि, तर अब के भन्नु यो ठाउँलाई, बजार पनि होइन गाउँ पनि होइन। अब दुइटै छ, आधा गाउँ आधा बजार। यो पार चाहिँ बजार छ तल हाम्रो। किम्बुको बोट यो किम्बु हो, नेपालीमा किम्बु। खै खसियामा चाहिँ के भन्छ थाहा भएन, के पो भन्दै थियौ। यो अमलाको बोट छन्। अब गरम भन्यो भने ठन्डा भन्नु, यसरी रोपेको छु। के भन्छ यो नरिवल। खसियो जति खायो नि पे, नखाए पनि पे। घाँस खाइरहेको छ, बिहानदेखिको 1-2 अङ्गल घाँस हालिसक्यो तर पनि पे। के हो यो खसीहरू चाहिँ काम छैन। एउटा 5 सालको, एउटा 2 सालको, 3 सालको होला। 3 साले 2टा होला। यो 5-6 सालको लगभग भयो। यो चाहिँ काटेर खाइएको छैन। हाम्रो आमै र बाबाई घाम तापेको होइन के गरेको, बजारबाट आउनु बित्तिकै भात खान थाल्नुभयो क्या। कहाँ जानुभएको थियो, के हेर्नु, काम हेर्नु? आइतबार र शनिबार उहाँहरू चाहिँ भुजेल हुनुहुन्छ। भुजेल ए मगरहरू नि तपाईँहरू,
मगरलाई त लेडा भन्दो रहेछ हो। खालि लेडा कि लेडा भन्दै कराउनुहुन्छ हाम्रो आमैले चाहिँ बाबालाई। अब यहाँ बाबा मगर लेडा भन्छ, उता मगरनी लेडी हेऱ्यो, दुईजनाले कराउने खेल्छ कोही बेला। यस्तै छ हजुरहरूको, के गर्नु अब। हाम्रो ठाउँ गाउँमा यो दुम्से भाले र पोथीले पनि एकदमै दुम्से भाले र पोथी छ यहाँ। यो दुम्से र दुम्सिनी मान्छे ठुङ्छ यसले त। लगभग 6 सालै भयो होला, 6-7 सालै भन्नु आँट्यो होला। यसले त मान्छे साह्रै ठुङ्छ, बदमास छ। यो चाहिँ कोइलर हो, अन्डा दिनेवाला। यो चाहिँ रेबिट मासेर एउटा मात्रै छ अहिले त। आमामा कम्तावटा थिएन, सब मरेरै सक्यो। अब रेबिट खोज्नुपर्ने छ एउटा। यो भाले र पोथी, यो दुईटा चाहिँ भाले र पोथी नयाँ हो। यो हिरो हिरोइनीले चाहिँ ठुँगेरै मार्छ है। कम्ता हराम छैन यो भाले, मान्छे ठुङ्छ। यो भाले र पोथी नयाँ हो, अन्डा पार्दैछ। आइज भालु, टमी, डल्ले, रेड। यस्तो छ कुकुरहरूको अवस्था। अब के भन्नु, यस्तै छ हाम्रो चाहिँ गाउँ। यस्तो छ, यो चाहिँ बजार हो, स्कुल छ यहाँ। एउटा नेहरू स्कुल भन्छ, एउटा गोर्खा स्कुल भन्छ। यहाँनिर यो चाहिँ नेहरू स्कुल र यो यता माथिको अलिअलि खिड्की देख्दै गरेको हरियो हरियो खिड्की देख्दै गरेको छ, यो चाहिँ तपाईँहरूको गोर्खा स्कुल है। गोली खेल्दै रहेछ केटकेटीले, फुटबल खेल्दै रहेछ यहाँ चाहिँ। र हाम्रो गाउँठाउँ चाहिँ यस्तै छ गाउँ चाहिँ। अब अहिले चाहिँ अलिअलि घाम लाग्यो। अब यस्तो छ गाउँ चाहिँ हाम्रो भिलेज। हाम्रो भिलेज चाहिँ यस्तो छ गाउँ चाहिँ। गाउँमा चाहिँ अब के भन्नु, घाम भर्खर लाग्यो र घाम भर्खर लागेको कारणले अलिअलि घाम पानी 2 दिन चाहिँ पानी मजाले आयो र आज चाहिँ घाम लाग्यो अहिले चाहिँ। यो चाहिँ ड्रागन फ्रुट छ, यसलाई चाहिँ अजम्बरी भनिँदो रहेछ नेपालीमा चाहिँ। र यसलाई त के भन्छ, के पो नाम बिर्सेँ मैले फेरि यसको। यो चाहिँ बिपीको दबाई भन्छ, खै बिपी बेसी खायो भने त रिङ्गटा चल्दो रहेछ। मैले खाइहेरेको, मर्दैन हतपत। यो चाहिँ एकदमै घिनलाग्दो पाराले बाँच्ने। सुपारीले चाहिँ यसरी फुल खेल्दैछ, यहाँनिर फुल खेल्न तयार छ सुपारी। यहाँ चाहिँ फली पनि दिएको छ, पाकेको छ, तर मिठो छ कि छैन आफू त खाइँदैन। सुपारीले फुलेको, यो चाहिँ सिनेरीको बोट। यो अब हाम्रो गाउँमा चाहिँ यस्तो छ। यहाँ तल चाहिँ ठाना छ, पारी चाहिँ नङथुमाई भनिन्छ जग्गा। यस्तै छ हजुर। अब नङथुमाई हो यो। यो चाहिँ जमुनाको रुख फल्दैछ है, जमुनाले मजाले दाना हान्दैछ। जमुना हो यो, जमुनाको रुख र जमुना फलेको छ। आज चाहिँ मौसम पनि एकदमै राम्रो अहिले चाहिँ। अब 2 दिन पानी परे चाहिँ घिनलाग्दो थियो, ग्यास चिप्लो छ माटो फेरि यहाँको एकदमै। र मौसम चाहिँ एकदमै, आकाश आधी धुम्म छ। अब के भन्नु, शिलङतिर त धेरै देख्छ। यस्तो छ हजुरहरूको समक्ष। र आजको भिलेज ब्लग, गाउँघरको ब्लग हाम्रो मेघालयको र यस्तै छ। र हजुरहरूले हेरेर साथ सपोर्ट दिनु होला।
थ्याङ्क यू, नमस्कार।